यो चाहिँ यो लतरम्मेश्वर महादेवको चाहिँ छेउमा भएको गणेश मन्दिर हो। पहिला चाहिँ गणेश मन्दिरको दर्शन गरेर हामी जाउँला लतरम्मेश्वर महादेवकोमा गणेशलाई। दुईजना सँगै जानु अटिहाल्छ नि हैन। र हामी लतरम्मेश्वर महादेवको गुफामा आइपुगेका छौँ। यो त हाम्रो आशा बहिनी हुनुहुन्छ। भगवानले हामी सबैको रक्षा गरून्, पृथ्वीको अस्तित्व जोगाइदिउन्, जलचर ग्रह ग्रह थल चर सबैलाई चाहिँ राम्रो होस् भन्ने कामना गर्दछु। तपाईको टोल भयो सक्यो। ल यो भिडियो बनाऊ त ल। यो त पछाडि आऊ म सरी ल। लतरम्मेश्वर महादेवले हाम्रो रक्षा गरून्। ल्याउँदा म यो त माथितिर तलमाथि सबै बनाउँछु कि। ल यहाँ त्रिशूलहरू जम्मा गरेको रहेछ यो सानो गुफामा, हेर्न सक्नुहुन्छ र माथि पनि हेर्न सक्नुहुन्छ। ल बाहिर निस्क्यौँ होइन। तिमी यता म बाहिर निस्किन्छु। हामी चाहिँ यहाँनिर लतरम्मेश्वर महादेवको मन्दिरमा मातासँग टिका लाउँदैछौँ। हाम्रो माता हजुरको नाम के हो? मेरो सतीदेवी माता। ए तपाईँ के थरी हो नि पहिला? पहिला के पहिला जन्ममा त यो त थर हुन्छ होला। दक्ष प्रजापतिको छोरी अनि यो महादेवको यो दन्ते कथा लोक कथा चाहिँ के छ भन्नुहोस् त माता? पहिला के कथा के हो यसको? सतीसँग जोडेको के कथाहरू? सतीदेवी यहाँ चाहिँ सतीदेवी माता महादेवले निम्तो दिएन भनेर सतीदेवी यज्ञमा परान त्यागी भयो, हाम फाल्यो। अनि महादेवले बोकेर हिँड्दाखेरि लट्टा झरे ठाउँबाट लतरम्मेश्वर महादेव भनेर मानिन्छ। अनि माघमा मेला हुन्छ ठुलो। माघ कति गते? मसन्त दिनमा 24 घण्टा। अनि मलाई चाहिँ सपनामा महादेव दाहिने साइड, सतीदेवी देब्रे छ एउटै डाँडा यस्तो भएको ठाउँमा भनेर चाहिँ सपनामा यहाँ चाहिँ भगवानले दिएर यहाँ गुफा भेटाएको। यहाँको बासिन्दाहरू कसैलाई थाहा छैन यो। हजुर यहाँनिर बस्न थाल्नुभयो कति भयो माता? भइसक्यो 27-28 वर्ष। ए ठिक छ ठिक छ। हजुरको बाल्यकाल चाहिँ कता बित्यो नि? मेरो जन्म ठिङ्गान बकैया गाउँपालिका। ए अनि पहिला यो जस्तो कि यहाँनिर यो अहिले त भर्याङहरू बनायो होइन, त्यहाँनिर त्यो डाँडामा चाहिँ पहिला त्यो भर्याङहरू ल्याउँदा त्यो डाँडामा मान्छे कसरी हिँड्थ्यो त? अनि ए त्यस्तै ठाउँमा हिँड्थ्यो हामी पनि। यो भर्याङ बनाएको पोहोर हो, 1 वर्ष भयो यो रेलिङहरू हालेको। त्यहाँ चाहिँ 2 वर्ष पहिला मान्छेहरू यत्तिकै आउँथ्यो। माघमा मेला हुन्थ्यो, यो कैलाशै ढाक्ने हुन्थ्यो, त्यस्तो बारे नै आउँथ्यो। त्यहाँबाट चाहिँ भगवानले पापी मान्छे आउनु नसक्ने, धर्माती मात्रै सक्ने भन्ने त्यहाँ चाहिँ भगवानले सिमाना बनाएको थियो। त्यो रेलिङ पनि नहाल भन्छ। हामीले चाहिँ भक्त जाँदाखेरि गाह्रो डर लाग्यो भएर रेलिङ राखेको हो। मैले नै यो रेलिङ राख्यो भने मैले हो सिँढी अनि पानी। भनेपछि माता त्यो डाँडालाई चाहिँ कैलाश भन्यो होइन? होइन कुनलाई? यो त हात्तीको डाँडा हो। त्यो हात्तीको डाँडा मेरो गोडो देख्यो यता पुछार अनि यो ढाड यो चाहिँ हात्तीको टाउको। ए हात्ती जस्तो देखिन्छ नि त। अहिले पो याद भयो त। यो सतीदेवीको माताको लट्टा झरे ठाउँमा दर्शन गरिरहेको। अनि यो डाँडालाई चाहिँ के भन्छ माता? डाँडा होइन
महादेवको जुरो ए जुरो अनि यो मुख मुख भित्र यो पनि जानु हुँदैन यहाँ चाहिँ मुख ए त्यही त यहाँ अब रेलिङ हालेर ए ठिक छ हिन्दू धर्मको पवित्र धर्मग्रन्थ स्वस्तानी व्रत कथा अनुसार चाहिँ सती देवीको चाहिँ लट्टा परेको कपाल चाहिँ झरेको यो ठाउँ भएको कारणले गर्दाखेरि यो ठाउँमा चाहिँ लतरमेश्वर महादेवको स्थापना भएको भन्ने गरिएको छ। जहिले रहे त्यस बेलादेखि भगवान छ माघमा मेला हुन्थ्यो त्यहाँबाट यो भगवान अनि माता हजुर यता बस्नुभन्दा अगाडि पहिला पुजारी को हुनुहुन्थ्यो यहाँ? पुजारी पनि छैन कोही छैन माघमा मात्रै मेला लाग्थ्यो अनि हामी बसेपछि ए माघमा मात्रै मेला चाहिँ लाग्थ्यो अहिले पनि पुजारी छैन ए पुजारी नै होइन यहाँ चाहिँ अब पानी बत्ती भएपछि संरक्षक भएपछि चाहिँ अब पुजारी बस्छ। हजुर चाहिँ कति बेला झर्नुहुन्छ तलतिर? बेलुका सफा गरेर आरती दिएर बत्ती बालेर सबै धोएर सतीदेवी माता ल यति धेरै संरक्षण गर्नुभएको सरसफाइमा ध्यान दिनुभएकोमा सतीदेवी मातालाई पनि धेरै धेरै धन्यवाद। अब यतिको राम्रो रेलिङको अभियान पनि तपाईँले चलाउनु भयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ हजुरलाई पनि। जय होस्। पानी मैले पानी ल्याउनै सक्दैन भन्थ्यो गाउँको मान्छेले अनि त्यहाँ पानी ट्याङ्की बनाऊ ठाउँ अनि पानीको ट्याङ्की कहाँ बनाएको छ? ए तल ल ए भइसक्यो 25,000 को मिटर बक्स नल्याएर पानी नल्याऊ 2 वर्ष भइसक्यो। ल अब हामी माथितिर जाउँ माताको शिरतिर। अत्यन्तै जटिलपूर्ण गाह्रो बाटो छ होइन खाली खुट्टीमा मात्र। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर फास्ट ट्र्याकको सुरुङ मार्ग काठमाडौँ हेटौडा फास्ट ट्र्याकको सुरुङ मार्ग पनि हेर्न सक्नुहुन्छ र यो चाहिँ लतेश्वर महादेवको शिरलाई चाहिँ लट्टा क्षेत्र माथितिर थोरै माथि छ रे र अघिको तपाईले देख्नुभएको सानो गुफाको मन्दिरलाई चाहिँ निकट भविष्यमा नै चाहिँ यहाँ माथि चाहिँ स्थापित गर्ने कुरा रहेको छ र यो आज 2081 साल चैत आज कति 13 गते हो कति ए 9 गते अनि 10 गते होला 10 गते जस्तो 9 त हिजो होइन ए आज 9 हो 9 गतेको दिनमा हामी यहाँनिर लतेश्वर महादेवमा छौँ र यो पश्चिमी वायुले गर्दाखेरि पश्चिम दिशाबाट चाहिँ बादल लागेको छ र पानी पर्ने सम्भावना प्रचुर मात्रामा छ। पश्चिमी वायु आउँदै गरेको छ। स्टिक छुटा छैन नि अघिको स्टिक छ नि है यहाँ त्यस्तो रहेछ है र हात्ती डाँडा भन्ने रहेछ नि किनभने हात्तीको सेप जस्तो छ आकार जस्तो देखिन्छ हात्तीको शिर यो र हात्तीको ढाड। लतरमेश्वर महादेवको टुप्पामा आइपुगेका छौँ दर्शन गरिसकेका छौँ हामी यहाँसम्म आइपुग्नलाई हामीलाई लगभग सामान्य राम्रो हिँड्ने मान्छेले लगभग 1 घन्टा जति लाग्ने रहेछ र सामान्य रूपमा कम हिँड्ने मान्छेहरूलाई चाहिँ लगभग तपाईको 1.5 घन्टा जति लाग्ने देखियो।